विश्व वातावरण दिवसको उपलक्ष्यमा सञ्चालन गरिएको नेसनल बेथेल एकाडेमी स्कुलबाट वातावरणलाई जोगाउँ, स्वच्छ वातावरण स्वस्थ जीवन भन्ने नाराका साथ आफ्नो क्याचमेन्ट एरियामा एउटा चाहिँ सन्देशमूलक कार्यक्रम जुन वातावरणलाई जोगाउने गरी बनाउनु भयो त्यस विद्यालयका प्रिन्सिपल सर, त्यसै गरी त्यसै विद्यालयका शिक्षिकाज्यूहरू र यसै इलाका प्रहरी चौकीका इन्चार्ज ज्यू, प्रहरी जवानहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने सङ्घ संस्थाका विभिन्नमा नेतृत्व गर्नुहुने व्यक्तित्वज्यूहरू र यसै समुदायका सफल व्यवसायहरू र यहाँ उपस्थित सम्पूर्ण कक्षा 5 देखि कक्षा 10 सम्म अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूलाई विद्युत नगरको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई विश्व वातावरण दिवसको उपलक्ष्यमा हार्दिक अभिवादन र नमस्कार भन्न चाहन्छु। साँच्चै नै यो कार्यक्रम मानव जीवनको लागि अपरिहार्य कार्यक्रम हो। हाम्रो समाजमा यो स्वस्थ रहनको निमित्त हाम्रा वरिपरिको वातावरणहरू पनि स्वच्छ हुनुपर्छ। त्यो वातावरण स्वच्छ गर्ने काम चाहिँ भनेको हामी मानवले नै हो। अब हामीले नै यसलाई प्रदूषित बनाउने र हामीले नै यसलाई चाहिँ स्वच्छ बनाउने र प्रदूषित हुँदाखेरि वातावरण प्रदूषित हुँदाखेरि हुने बेफाइदाहरू के हो त भन्ने कुरो हामीले कक्षागत रूपमा चाहिँ थ्योरिकल हामीले अध्ययन गरिसकेका छौँ र प्र्याक्टिकल रूपमा पनि बेला बखतमा यस्ता किसिमका कार्यक्रमहरूले विद्यार्थी भाइ बहिनीहरूलाई र समुदायलाई पनि यसले चाहिँ वातावरणलाई कसरी जोगाउनुपर्छ, के गर्नुपर्छ भन्ने एउटा चाहिँ म्यासेज यसले दिन्छ भन्ने मलाई लाग्छ। त्यस भएको हुनाले आज यस नेसनल बेथेल एकाडेमी स्कुलले सञ्चालन गरेको यो विश्व वातावरण दिवसले पक्कै पनि हाम्रा समुदायहरूलाई हाम्रो वरिपरिको वातावरणलाई कसरी जोगाउनुपर्छ, कसरी स्वच्छ बनाउनुपर्छ, स्वच्छ वातावरणले नै हाम्रो जीवन कसरी स्वस्थ हुन्छ भन्ने कुरो चाहिँ यसले एउटा चाहिँ नृत्यद्वारा, एउटा गीतद्वारा अनि एउटा ड्रामा नाटकद्वारा चाहिँ हामीलाई चाहिँ सन्देश दिएको छ। यो सन्देशलाई पक्कै पनि तपाईँहरूले मनन गरेर आफ्ना घर वरिपरि हामीले सदैव सफा राख्ने, स्वच्छ राख्ने र यसलाई चाहिँ हरियाली बनाउने नाङ्गा डाँडाहरू छ अनि अब खाली जग्गाहरू छ, खुल्ला ठाउँहरू छ भने त्यस्ता ठाउँहरूमा हाम्रा अब घर आँगनलाई पनि सफा राख्ने र हाम्रा खेतबारीमा पनि वृक्षारोपणहरू रोप्ने र भूसेर भू संरक्षण गर्ने काममा यो रुख बिरुवा रोप्ने गर्दाखेरि त्यसले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ। र भोलिका दिनहरूमा हामी तपाईँहरू विद्यार्थीहरूले आज स्कुल क्षेत्रबाट नै तपाईँहरूले विश्व वातावरण दिवस भनेको के हो, वातावरण भनेको के हो, वातावरण भन्नासाथ हामीले प्रकृतिले आफसे आफ दिएका वस्तुहरूलाई भन्ने बुझिन्छ। प्रकृतिले दिएको मानव निर्मित होइन कि प्रकृति निर्मित हुन्छ त्यो। जस्तै खोला नाला, नदी नाला, रुख बिरुवाहरू, ढुङ्गाहरू, ताल पोखरीहरू यी सबै के हुन्छ, यो चाहिँ वातावरणभित्र पर्ने प्रकृतिका देनहरू हुन्। यसलाई हामीले चाहिँ उचित रूपमा प्रयोग गर्ने र व्यवस्थापन गर्ने सक्यौँ भने यसबाट चाहिँ हाम्रो वातावरण स्वच्छ हुन्छ। स्वच्छ वातावरण भयो भने जीवन पनि हाम्रो स्वस्थ हुन्छ। त्यस भएको हुनाले हाम्रा घर आँगनबाट निस्किने फोहोरहरूलाई पनि व्यवस्थित रूपमा चाहिँ हामीले त्यसलाई चाहिँ व्यवस्थापन गरेर अब कुहिने वस्तुहरूलाई चाहिँ हामीले मल खाद्यको रूपमा प्रयोग गर्ने र नकुहिने अब वस्तुहरूलाई चाहिँ हामीले त्यसलाई चाहिँ पुनः प्रयोगको निमित्त फेरि हामीले चाहिँ पठाउन पनि सक्ने निश्चित ठाउँमा चाहिँ व्यवस्थापन गर्न पनि सक्नेछौँ। त्यस भएको हुनाले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू नै यो देशको भोलिका कर्णधार हो। तपाईँहरू नै यो देशका भोलि राष्ट्रनायक, राष्ट्र प्रमुख, सरकार प्रमुख, इन्जिनियर, डक्टर, पाइलट र एउटा चाहिँ शिक्षक र एउटा चाहिँ नेतृत्व गर्न सक्ने एउटा नेता बन्नुभएको हुनाले, समाजसेवी बन्नुभएको हुनाले तपाईँले नै आजैबाट चाहिँ तपाईँहरूले आफ्नो वरिपरिको वातावरण, स्कुल वरिपरिको वातावरण, घर वरिपरिको वातावरण कसरी चाहिँ जोगाउने, कसरी स्वच्छ राख्ने, कसरी यसलाई चाहिँ हरभरा बनाउने र कसरी माटो बिग्रिनबाट जोगाउनको निमित्त हामीले के उपायहरू अप्नाउनुपर्छ भन्ने कुरो चाहिँ हामीले बुझ्नु जरुरी छ। त्यस भएको हुनाले अहिलेको यो जनघनत्वको कारण र मानवहरूको एउटा चाहिँ स्वार्थीको भावनाले गर्दा आफू चाहिँ सफा हुने, अरूले समाज र वातावरणलाई चाहिँ जे भए पनि हुन्छ भन्ने मनोविज्ञानले गर्दाखेरि हाम्रो वातावरणहरू चाहिँ प्रदूषण भएको छ। त्यो प्रदूषण वातावरणले हामीलाई विभिन्न किसिमका रोगहरू लाग्ने गरेका छन्। त्यो रोगबाट बच्नको निमित्त पनि वातावरण स्वच्छ हुनु, सफा हुनु, सुन्दर हुनु जरुरी छ। त्यस भएको हुनाले हामी सबैले स्वच्छ वातावरण र सफा वातावरण, सुन्दर वातावरण बनाउनको निमित्त तपाईँहरू आफ्नो तौरबाट चाहिँ लाग्नुहुनेछ र यो कार्यक्रमले तपाईँहरूलाई यो सन्देश दिएको छ भन्ने कुरा राख्दै म धेरै कुराहरू जान्न चाहन्न। र विद्यार्थी भाइ बहिनीहरूले आफ्नो घरमा पनि आफ्नो करेसाबारी, आफ्नो आँगन
आफ्नो त्यो कक्षा के अरे अब बेडरुम किचन रुममा पनि कसरी हामीले स्वच्छ राख्ने सफा राख्ने भन्ने कुराहरू तपाईँलाई चाहिँ अब एउटा विषयगत ज्ञान पनि छ र प्र्याक्टिकल रूपमा तपाईँहरूले आफैले पनि गर्नुपर्छ। तपाईँ आमाले गर्नुहुन्छ, बाबाले गर्नुहुन्छ, दिदीले गर्नुहुन्छ भनेर पर्खिने होइन, आफैले पनि सुधार गर्नुपर्छ र तपाईँबाट नै सुधार भएर एउटा चाहिँ देशलाई एउटा सन्देश दिनुपर्छ। एउटा स्वच्छ वातावरणको निमित्त तपाईँहरू अब यो आजको कार्यक्रमले विश्व वातावरण दिवसको कार्यक्रमले तपाईँहरूलाई एउटा सन्देश दिनेछ भन्ने कुरा राख्दै र म सम्पूर्ण उपस्थित यहाँ शिक्षक साथीहरू, यहाँका चाहिँ व्यवसायी साथीहरू, अभिभावकहरू, विद्यार्थी भाइ बहिनीहरूलाई स्वच्छ वातावरण र स्वस्थ जीवन भन्ने नारालाई चाहिँ नभुल्नु होला भन्दै भोलिका दिनहरूमा पनि तपाईँहरूले यस्ता कार्यक्रमहरू गर्दै जानु हुनेछ भन्ने विश्वास राख्दै म यो कार्यक्रम राख्नुभएको बेथले नेसनल बेथले एकाडेमी स्कुलका परिवार र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई म हिजोदेखि नै विद्युत नौको एउटा चाहिँ स्थानीय तहको एउटा प्रमुख भएको नाताले हिजोदेखि नै आभार व्यक्त गर्दै म धन्यवाद दिँदै मेरो भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार।